तो साथीहरू हेर्न सक्नुहुन्छ रातिको 1 बज्यो क्या। तर पनि मलाई चाहिँ निन्द्रै लागेको थिएन हैन। अनि यो परदेशीहरूको जिन्दगी यही त हो नि, आफ्नो आमा बाबाबाट टाढा बसिसकेपछि नि त आफ्नो आमा बाउको मायाको महसुस हुने रहेछ हैन। त्यही बेला मलाई नि राति निन्द्र नलाग्दाखेरि के कुराको महसुस भयो भनेदेखि सायद म नेपालमा थिएँ भने र मेरी आमाले मलाई के गर्नुहुन्थ्यो भने लाइक आफ्नो काँधमा शिर राखी हल्लायो सुताउन, रोयो फेरि भनी बिउजियो आधा रातमा, हात समाई सिकायो हिँड्न दौडिन, आज ठुलो भए तर सक्दिन बिर्सन त्यो माया र ममता अपार। म सम्झिने छु जहिले तिम्रो साथ, क्षमा पाऊ आमा यदि मबाट गल्ती भए, तिम्रो मायाको आवाज म आजसम्म बाँचिरहे भन्ने कुराको मलाई याद आयो क्या। सो त्यही हो, मान्छेहरूलाई हुन्छ नि आफ्नो मन्दिर घरमा देउता हुँदाखेरि मान्छेहरूले त्यसको वास्ता गर्दैन अरे, अनि मन्दिरमा भएको ढुङ्गालाई देवी देवता भनेर पुज्न जान्छ अरे क्या। सो परदेशमा आएपछि त्यही कुराको फिल हुने रहेछ क्या। आफ्नो घरको आमा बाउको माया देख्दैन थियौँ हामी, कुनै केटीले माया गर्यो भने त्यसलाई चाहिँ संसार सोच्थ्यौँ नि त, त्यो होइन रहेछ है। लास्टमा यहाँ आएपछि थाहा हुन्छ क्या आफ्नो घरको त्यो माया गर्ने आमा बुवाको माया कस्तो हुन्छ भन्ने कुरो। केटा हो बुझिराख।